म चाहिँ पढाइ गर्नु बसेको भोलि हाम्रो ट्युसनमा टेस्ट छ होइन गुजरातीको टेस्ट छ यो चाहिँ मेरो गुजरातीको बुक हो होइन अन्त यो चाहिँ मेरो ट्युसनको टेस्ट नोटबुक अन्त मेरो ब्याग चाहिँ त्यहाँ छ होइन अन्त अरू केही होइन होइन अब पढाइ गर्न बस्ने होइन एकदम मस्त बेडमै बस्ने हो होइन यस्तो भाइले चाहिँ मैले अझै आधा साधा शरीरको हाम्रो मध्य राखिराख्छु अन्त अब हामी के अरे 4 तारिक गाउँ पनि जान आँटेको छु लाइक त्यो सामान आधा सामान त पेक भइसकेको छ यही हो अन्त गाइस हाम्रो नानी सामान पेक भइसकेको छ अब के अरे हाम्रो मतलब च्यानललाई चाहिँ लाइक सब्सक्राइब गरिदिनुहोस् अन्त हाम्रो भिडियोजलाई चाहिँ सेयर गरिदिनुहोस् अन्त हाम्रो भिडियो कस्तो लाग्छ कमेन्ट पनि गरिदिनुहोस् अन्त तपाईँहरूलाई अझै राम्रो लाग्यो भने चाहिँ हामी अलिक राम्रो अझै गर्न चाहन्छौँ तपाईँहरूले सपोर्ट गर्नुभयो भने चाहिँ अहिलेको चाहिँ यति नै टाटा बाई आज चाहिँ म तपाईँहरूलाई खतरा कुरो देखाउँदैछु होइन यो चाहिँ सालमा एकताल देख्नु पाउँछ होइन गाइस त्यो चाहिँ आज तपाईँहरूलाई म देखाउँदैछु पर्खिनुहोस् गाइस मेरो ब्राइटनेस अलिकति कम्ती भएछ कि हेर्नु गाइस तपाईँहरूलाई चाहिँ म आज खतरा कुरो देखाउन चाहँदैछु होइन यो चाहिँ सालमा एकताल देख्नु पाउनुहुन्छ तपाईँहरूले होइन एकदम खतरा कुरो यो चाहिँ सालमा एकताल देख्नु पाउनुहुन्छ है गाइस ल पर्खिनुहोस् गाइस हेरिहाल्नुहोस् होला यो चाहिँ सालमा एकताल देख्नु पाउनुहुन्छ गाइस तपाईँहरूले होइन यतिको कामकारी मान्छे सालमा एकताल देख्नु पाउनुहुन्छ है गाइस गाइस चाहिँ सालमा एकताल देख्नु पाउनुहुन्छ गाइस होइन तपाईँहरूलाई मैले आज देखाएको होइन फर्स्ट टाइम मैले पनि यति कामकारी मान्छे आज देख्दैछु गाइस हेर्दै गर्नुहोस् हेर्नु गाइस होइन यति कुरा गाइस गरम छ होइन हेरिहाल्नुहोस् होला यो चाहिँ फेरि अर्को लुगा होइन उसकै मात्रै छ कि कोट्टा चाहिँ हेरेको मान्छे गाइस होइन यस्तो छ भ्यू होइन भ्यू पनि के भन्नुहुन्छ होइन यस्तै छ जिन्दगी अलिक घरि होइन घाम जस्तै छ गरम जस्तै छ हो बसाइ छ जिन्दगी यो चाहिँ गाइस मेरो होम भ्लग होइन अभी जाता हूँ लेकिन वापस जरूर आऊंगा मैं जा यहाँ से निकल जा हाँ जाता हूँ चिल्लाती क्या है इलेक्शन में खड़ी है क्या यो चाहिँ मेरो होम भ्लग यो चाहिँ घरको भ्लग होइन एकदम बाहिरको चाहिँ त्यति देख्नु पाउनु हुँदैन तपाईँहरूले किनकि म त्यस्तो बाहिर जानु पाउँदिनँ होइन त्यस्तो बाहिर जानु पाउँदैन होइन धुप त्यस्तै डरलाग्दो हुन्छ अन्त के खोज्नु चाहिँ बाहिर जानु होइन अन्त त्यही भएर घरतिरै मात्रै आजकल त होइन होम भ्लग अन्त तपाईँहरूलाई मेरो घरको भित्रको देखाउँछु अहिले त सालमा एकताल देखिहाल्नु भयो होला हाम्रो होइन अब मोमोजको स्टल छ होइन मोमोज स्टल छ हो हेर्नुहोस् यो चाहिँ हाम्रो माइजू हो स्किमाको लागि कोपी काट्नु हुँदैछ पापा होइन हेलो भनिदिनु एकदम मै खाँदै होइन मै खाँदै मै पिउँदै होइन हेर्नुहोस् होला होइन मै पनि ठुलो कपमा भए पनि नुहाएँ भन्नु होइन सानोतिनो कप होइन ठुलो कप एकदम यो चाहिँ बाबु होइन पल्लोपट्टिको गाइस अन्त यता चाहिँ हेर्नुहोस् हाम्रो हेड सेफ यता हेरिदिनुहोस् एकताल पुलिस पनि हुन्छ हिजो भएको देखिस् होला अनि हिजो त आमा गाइस एकजना माथिको मान्छे रहेछ कि आमालाई त उयसमा छु भनिदिँदै थियो भन्नु न गाइस अब केमा भन्छ चौकीमा पुलिस चौकीमा गाइस त्यो चाहिँ हाम्रो दाजु चिकन होइन लेग पिस दिस इज माई लेग पिस अन्त यो आमाको पखेटा होइन पखेटा एउटै त हो होइन विङ्स पखेटा यसले त्यस्तै छ होइन तपाईँलाई अब अहिले म घेर गरेको किमा बनाउँदै गरेको मोमोज बनाउँदै गरेको तपाईँहरूलाई देखाउन चाहन्छु अहिले फिलहालको लागि चाहिँ अहिले भेटौँला गाइस हेर्नुहोस् होला होइन यो चाहिँ आधी किमा बनाइसकेँ मैले होइन आधी चाहिँ सकेँ अब हल्का छ हल्का छ होइन यो त्यस्तो छ हो अब हाम्रो चाहिँ यस्तो काम गर्छ हो अर्को फोन हेरिबस्छ खालि कुक मात्रै हो काम अन्त माइजू प्याज सब्जीहरू गर्नुहुँदैछ होइन माइजूको त नन स्टप काम उठेको दिनको काम छ माइजूको त अन्त बहिनी त आएको छैन गाइस होइन म चाहिँ तपाईँलाई यो सकेर किमा सिमा बनाएको अन्त अहिले मोमो बनाएको देखाउँछु नि सिधै ल गाइस बाई
हेलो गाइज यो चाहिँ हाम्रो किमा बनिसक्यो होइन अब मोमो बनिनु बाँकी छ माइजूले मुस्नु हुँदैछ अन्त आमा यी बटर होइन बटर काट्नु हुँदैछ यो लसुन र अदुवाको पेस्ट किमा किमा हुँदैछ यो गाइस चाहिँ के होला अब हेर्नुहोस् होला यो खालको बट्टाको माथि चाहिँ फेरि हेर्नुहोस् होला तेलको छ हो भित्र के छ अब के थाहा हो लगाएर अहिले मोमो बनाएको देखाउनु तपाईँहरूलाई सिधै यति हेर्दै गर्नु हेलो गाइज होइन यो चाहिँ हाम्रो मोमो बनिँदैछ होइन मान्छेले बेल्नु हुँदैछ आमा उयस गर्दैछ बहिनी भर्खर स्कुलबाट आएको होइन खै त्यो देखाउँछ यस्तो भइसक्यो मोमो होइन है यति यस्तो गरेर हुँदैछ यस्तै छ अहिले चाहिँ अब हामी गाउँ जानु आँटेको होइन दार्जिलिङ अन्त त्यसैको प्याकिङ छ यो बस आमाले बनाएको हेर्नुहोस् होला कस्तो दामी बनाउँछ कस्तो छिटो पनि देख्नु होला सकेन गाइस तपाईँलाई मोमोको सिटहरू पनि देखाउँछु गाइस गाइस यो ठुलोमा त्यही हो गाइस भेजै होइन हाम्रो चिकन बनिँदैन अन्त गुजरातमा जस्तो चिकन पनि खाँदैन अन्त भेजै मात्रै हुन्छ अनि पर्खिनु तपाईँहरूलाई खोलेर पनि देखाउँछु आठौँ हुँदैछ गाइस गाइस यो भर्खर बसाएको यो अघि बसाएको ल गाइस यति हो होइन आज होम ब्लग आजको होम ब्लग गाइस यति हो